सो हेलो गाइज, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म बनाउँदैछु आलु चप प्याजी। धेरै दिन भएको थियो कि नखाएको, त्यही भएर अनि आज चाहिँ सोचेँ आलु चपतिर बनाउनु पर्यो भनेर। बजारमा किनेर खान पनि कति महँगो छ, बजारमा एउटा दुईवटा खाएर चित्त बुझ्दैन हो। सो मैले सबैभन्दा सुरुमा अगाडि नै आलु उसिनेर आलुमा मर मसला प्याज स्याज सबै थोक हालेर रेडी बनाएर राखेको थिएँ। त्यसपछि अनि म बनाउन थालेँ आलु चप। पालो गरेर आलु चप बनाएँ, तेल तातिसकेको थियो। त्यसपछि अनि अब आलु चप लगातार बनाइसकेपछि अनि यसो सोचेँ पिताले त आलु खानुहुन्न नि त, अनि त्यही भएर मैले पिताको लागि सागको प्याजी बनाइदिनु पर्यो भनेर सागको प्याजी बनाउन थालेँ। सागको प्याजी बनाउन पनि सजिलो, खान पनि लास्टै मिठो। त्यसपछि अनि मैले टमाटरको अचार पनि बनाएँ। यता बाहिर चाहिँ धान सुकाइराखेको छ, अनि राति भयो, तेल पनि उग्रेको थियो क्या। अनि अब त्यो उग्रेको तेल के गर्नु है, त्यही भएर अनि म पुरी पकाउनु पर्यो भनेर अनि पुरी सुरीको सबै बेलिसकेँ। आँटा मुसेर राखेको थिएँ अगाडि नै, अनि बेलेर हतार पकाएँ आजको लागि।